ए धन्दै हान्दियो यो इन्फिल्ड राम्रो रहेछ यार पछाडिमा हो र साट्दिउँ त नसाट हाइटै भ्याउँदैन लान्छु कि समयले कतातिर आम्मा बिजी हेर्न हौ ट्राफिक हेर ठोक्दिन्छ नि यार पछाडिबाट यस्तो ट्राफिकमा ठोक्दिनै खोज्छ त अच्छा त्यही भएर अर्को बाटो जाउँ भनेको तँलाई मैले हेर्न अब बिजोक लोकल बसहरूले गरेर हो क्या यस्तो लोकल बस म्यानेज छैन नि त म्यानेज भन्दा पनि यस्तै हो जनसङ्ख्या बढी भएपछि एक लाइन लोकल बस हुन्छ एक लाइन बाइक रोक्ने नरोक्ने गाडी हुन्छ एक लाइन रोक्ने गाडी हुन्छ भन्नु पर्यो हौ ल एक लाइन हेभी गाडीहरू हुन्छ त्यस्तो हुन्छ नि त सिस्टम बनाउनु पर्यो है लु हुनुपर्ने हो कि यातायात मन्त्री देश विकास मन्त्री एक दिनमै रिजाइन हान्छस् होला त एक दिनमै पद रिजाइन हान्छस् होला हामी हार्नेवालामा पर्दैनौँ नि यही त ट्राफिक पुलिस धुवा खाएर बस्नु हो ट्राफिक पुलिस बिना यहाँनिर त सकिँदैन यार ट्राफिकको काम यस्तो हुँदो रहेछ भनेर मैले काठमाडौँ आएरै थाहा पाएको हो घरमा ट्राफिकै हुँदैन होइन मस्तो साइडमा चिया खाँदै बस्छ है धरानमा त त्यही हो नि यहाँ त बिचारा ट्राफिक बेलामा यसरी रोक्न खोजेको चेकिङ गर्ने काम मात्र हो धरानतिर त चिट काट्ने चेकिङ गर्ने पनि त्यस्तो काट्दैनौ ट्राफिक भनेको यस्तो हो नि त यस्तो हुन्छ यस्तो होला कि म होइन ठाउँको ठाउँ उयो गरिदिन्छ क्या बन्द गरिदिन्छ नियम तोड्यो भने एक हप्ताको लागि त्यो गाडी चलाउनै नपाउने क्या आम्मा त्यस्तो चाहिँ हुनुपर्ने हो नि त त्यस्तो भयो भने पो कडा हुन्छ त एकचोटि यो नियम निक्लेको छ होइन के चाहिँ जोडी नम्बर भएको र बिजोडी नम्बर एक दिन चलाउनु पाउने खै के निस्के त्यो निस्केको छैन तर सकेन टिक्न त्यस्तो नियम बनाउँछ यस्तो त छ यार पेट्रोल धस्दै यार यस्तोमा हो नि त खुट्टा यताउति पुगेन भने कसरी सम्हाल्नु धन्न पुग्छ यसको बाइकमा यार टेन्सन त चाहिँ कतिको धेरै हल्को त छैनस् त हौ त पनि ए ल ल ल ल आधी आधी बारी भन्दा एकजनाले पाओस् न भन्ने कुरा हो क्या ए ठिक छ खुसी हुनुपर्छ होइन जे जस्तो छ यस यस यस
कोहीसँग तसँग त जति पनि हाइटमा होला हो पक्कै हो आम्मा पोजिटिभ माइन्डसेट भनेको यस्तो हो नि त नजाउँ ल हाम्रो त बाइक ठोकिन्छ त्यता हिँड्यो भने त हो नि अब यो पछाडि आयो भने के हुन्छ यो बस यो बस त्यही भएर काठमाडौँ गाडी कस्तो पुऱ्याउनु पर्छ हो टाढा टाढा चल केटा चल धन्नो मास्तिर लैजाऊ ओ हान्दी त हालो अगाडि टायरमा गर्नु पनि अब यतै जाउने होइन आम्मामा हेर त के हो उडाएर लैजाउँ के हो हेलिकप्टर बनाएर कहिले हेलिकप्टरवाला त्यो गाडी सञ्चालनमा आउँछ माथि नै ट्राफिक भयो भने जान्दैन हो कस्तो ल ल ल जाउँ 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 ल एकछिन रोकौँ अब ठाउँ छैन कहाँ छिरेको अब खै के गरेको अनि 20 मिनटको बाटोमा अनि 10 मिनट त यहीँ खाइदिँदो रहेछ जानी पर्छ एक स्टेप बढाउनु पर्ने अरे ल अब यहाँ ठाउँ छैन फेरि यताबाट थाहा हुन्छ के गरौँ निधाउनु अब सिसिन लाने हो कि कसरी भएको भए त यतिमा आएको छिटिस यहीँ पनि यस्तो उस्तो जानु पाउँछ क्रसफायर भएको भए क्रसफायर भएको भए इन्जिन तातेर कहिले खुल्छ अब एकछिन एक स्टेप अगाडि बढ्छ अनि त्यति नै हो उफ मलाई काठमाडौँमा बस्न सकिन्छ आफै भन्दा रहेछ त्यही भएर पो मास्क लाउँदै हिँड्थेस् नि बौद्धमा त्यस्तै जाम हुन्छ हो यस्तै जाम हुन्छ जाम हुनु चाबै बौद्ध गौशाला यति त चाबै बौद्ध गौशाला यति त जाम त्यही भएर मैले तँलाई अर्को बाटो जाउँ भनेको हो नि सबैतिर उस्तै हो मेरो भाइ यता छिरायो भने त पेलिदिइहाल्छ नि पेलिदिइहाल्छ नि छिरायो भने त यहाँ आउनु पाएछ छैन फेरि जाम ए तेरिका गल्ती गरियो के हो निस्केर
के हो यो अस्ति मैले डिजाइन गरेको यही त के डिजाइन गरेछ यहाँ यसको आर्टिटेक्ट मैले बनाएको नि बाइकमा बस्दा ब्याक पेन हुन्छ कि हुँदैन बाइकमा बस्दा ब्याक पेन हुन्छ कि हुँदैन डट पेन ब्याक पेन कस्तो त्यो भनेको ब्याक पेन क्या ए अनि हुन्छ नि हुन्छ है अनि कुर्सीमै बसिराख्यो भने ब्याक पेन भइहाल्छ नि कुर्सीमै बसिराख्यो भने पनि ब्याक पेन भइहाल्छ नि एक्सर्साइज गर्नुपर्छ त्यही भएर स्ट्रङ बनाउनुपर्छ तैँले छिराएको त पहिला एकचोटि कालो होला भाटबाट नि डढेर खोइ ए ओए डिजास्टर छ त यार त्यो ए भित्रको काठहरू होला नि त्यो फलामहरू हो सबै होइन बाँकी रहेको काठहरू होला भनेको हेर्दा त काठ जस्तो देखिन्छ त एजेन्सी पनि बन्द भयो यो हाइट रेजेन्सी हो यसको एरिया ओभर ठुलो छ होइन यहाँ गेटबाट 3 मिनट लाग्छ भित्र छिर्न बाइकमा धुलो छोडेर त यस्तो पुरानो बसको धुलो छोड्छ हिमालयन कफी होइन रहेछ त हिमालयन जब अहिले बहुत भित्र देख्छ हाइट रेजेन्सी पक्न पर होस् न उतापट्टि पार्किङ राख्ने ठाउँ रहेछ नि त यो त सपको लागि होला के को सप मेरो पनि सप हुन्छ यहाँनिर पक्क कहाँ हो यो बिल्डिङ जग्गा यो होटेलको गेट खेला कस्तो पर होला है यो बिल्डिङ जग्गा यो होटेलको गेट खेला कस्तो डर लागेको होला ए यो डढ्दाखेरि फेरि कलर हालिसकेछ है भर्खर हामी कस्तो डढेको रहेछ सोच्नु भर्खर कलर हाल्नु खोइ कता जानुपर्ने हौ हामी यार कहाँ राख्नु गाडी फेरि है यता नि राख्नु मिल्ने रहेछ त ए कति गरेको सला यहीँनिर राख्दा हुन्छ होला हौ यही जान्दैनस् कहाँ राखौँ त बौद्ध भित्र छिराउने ठाउँ ओइ बौद्ध छिर्नु लागि भित्र छिर्नुपर्छ होइन त्यतातिर बाइक दिन्छ होला त दिँदैन कहाँ राखौँ त हौ यहाँभित्र पर कुना कतै छिर न यहाँ नछिर अलिक पछि यहीँ राख्छु
यहाँ नछिर गुम्बा हो यो बौद्ध गुम्बा हो होइन ए होइन नि हुम्टो आइसक्यो है हुम्टो आइसक्यो यो हुम्टो भनेको एकचोटि झर्दा कहाँनिर यो घर हौ उता कतै भित्र छिने हो के कुना गल्ली जाने के यताबाट गाह्रो पऱ्यो त हौ